सबैलाई नमस्ते। मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु। आज पनि सदा झै महत्त्वपूर्ण शीर्षक लिएर आएको छु। कक्षा 11-12 मा पढ्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुको लागि महत्त्वपूर्ण प्रश्न रहेको छ। पारा अर्थोग्राफिक डिस्क्रिप्सन, जसलाई हामी डेटा इन्टरप्रिटेसन पनि भन्छौं। यो एउटा महत्त्वपूर्ण प्रश्न हो। पारा अर्थोग्राफिक डिस्क्रिप्सन विगत परीक्षामा सोधिसकेको छ। त्यसैले अब कक्षा 12 मा हुन गएको एनईबी बोर्ड, नेपाल एक्जामिनेसन बोर्डमा पनि यो प्रश्न प्रबल सम्भावना छ। त्यसैले सम्पूर्ण भाइ बहिनीहरुले ध्यान दिएर हेर्नु होला, पूरा भिडियो हेर्नु होला है। फेरि स्किप गरेर हेर्नुभयो भनेपछि राम्ररी बुझिन्न। त्यसैले म हेर्नको लागि पुरै फुल भिडियो हेर्नको लागि अन्तिमसम्म हेर्नको लागि आग्रह गर्दछु। पारा अर्थोग्राफिक डिस्क्रिप्सनलाई डेटा इन्टरप्रिटेसन भन्छ। अब पारा अर्थोग्राफिक डिस्क्रिप्सन भनेको के हो? A para orthographic description is a type of description that uses symbols, images, and other visual elements to represent words or concepts. एउटा म अथेन्टिक डकुमेन्टबाट लिएर आएको छु। यो करिकुलम डेभलपमेन्ट सेन्टरले प्रकाशित गरेको एउटा दस्तावेजबाट यो प्रश्न कसरी सल्भ गर्ने भन्ने कुरा म सिकाउन गइरहेको छु। कृपया सब्स्क्राइब, लाइक र शेयर गरिदिनु होला, ताकि आउने समयमा यस्तै भिडियोहरु तपाईको नोटिफिकेसनमा आउने छ। यो पारा अर्थोग्राफिक डिस्क्रिप्सन भनेको यो देखिराख्नु भएको नि, यो के हो? पाई चार्ट, बार ग्राफ हैन, टेबल, यिनीलाई चाहिँ व्याख्या विश्लेषण गर्नेलाई नै के भन्छ त? पारा अर्थोग्राफिक डिस्क्रिप्सन भनिन्छ है। विभिन्न प्रकारको सिम्बलहरु, इमेजेसहरु हैन, भिजुअल एलिमेन्ट्सहरुलाई हैन व्याख्या विश्लेषण गर्ने हैन, कम्प्यारिजन गर्ने जसलाई पारा अर्थोग्राफिक डिस्क्रिप्सन भनिन्छ। पारा अर्थोग्राफिक डिस्क्रिप्सन भनिन्छ। This type of description can be used to communicate information in a more concise and visually appealing way than traditional written text. They can be an effective way to communicate complex information to a wide audience. A map is a description of a particular geographical area. A chart or graph is a description of data. A flow chart is a description of a process. Other examples of para-orthographic descriptions include describing traffic signs, emojis, pictogram, and infographics, etc. Now let's discuss some specimens of descriptions given below. First specimen रहेको छ, there is given a pie chart. Okay, social site users in the world 2023. यो महत्त्वपूर्ण प्रश्न रहेको छ, विगतका परीक्षामा सोधिराख्ने प्रश्न हो। त्यसैले सम्पूर्ण भाइ बहिनीहरुले ध्यान दिएर सुन्नु, बुझ्नु र हेर्नु होला है। अब यसमा दिएको जुन डेटा छ, तथ्याङ्क छ पाई चार्टमा हैन, त्यसलाई चाहिँ विश्लेषण गर्ने हो, व्याख्या गर्ने हो है। अब कसरी गर्ने भन्ने कुरा हामी एउटा मोडेलको रूपमा, स्पेसिमेनको रूपमा हेर्न गइरहेका छौं। यो म जुम गरेर देखाउँछु है। के छ यसमा? फेसबुक, युट्युब, WhatsApp, Instagram, WeChat, TikTok, Twitter र others
जस्ता यो सोशल मिडियाहरू छन् सोशल मिडियाहरू कति पर्सेन्ट चाहिँ यी सोशल मिडियाहरू मान्छेहरू चलाउँछन् भन्ने कुरो यहाँ तथ्याङ्कको रूपमा पाइ चार्टमा प्रस्तुत गरिएको छ र यसलाई चाहिँ हामी अब व्याख्या गर्नुपर्छ है फेसबुक 22% छ 22% युट्युब 18% छ व्हाट्सएप 15% छ इन्स्टाग्राम 15 छ WeChat 10 टिकटक 9% ट्विटर 3% अदर्स 8% छ है यसरी यसलाई चाहिँ प्याराग्राफमा लेख्नु पर्छ हेरौँ है एउटा नमुना दिएको छ यो क्वेशन नम्बर एनईबी को हैन क्वेशन नम्बर 4 मा सोध्ने क्वेशन हो यो 7 मार्क्स को क्वेशन सोध्छ त्यसैले यसबाट नम्बर नगुमाउने है यो सजिलो क्वेशन हो यो अब कसरी लेख्ने त है यसलाई कसरी व्याख्या विश्लेषण गर्ने त दिस द गिवन पाई चार्ट shows the percentage of social media users in the world in 2023 हेरौँ त के भनेको छ दिस द गिवन पाई चार्ट यो कुनै पनि डिस्क्रिप्सन सुरु गर्दाखेरि हामी दिएको चित्र वा तस्बिर वा डायग्रामलाई चाहिँ चिन्नु पर्छ पहिला यहाँ पाई चार्ट हो त्यही भएर द गिवन पाई चार्ट लेखेको छ दि बार ग्राफ हो भने द गिवन बार ग्राफ टेबल हो भने द गिवन टेबल भनेर लेख्नु पर्छ shows भनेर लेख्नु पर्छ है द गिवन पाई चार्ट shows द गिवन बार ग्राफ shows द गिवन टेबल shows है भनेर लेख्नु पर्छ सुरुमा सुरु यसैबाट यो फ्रेजबाट सुरु गर्नुपर्छ सबले ध्यान दिऊ है The given pie chart shows the percentage of social media. At first you have to introduce the data. है सुरुमा हामी यो शीर्षक राखेको छ सोशल मिडिया हैन यो सोशल मिडिया सोशल साइट युजर्स इन द वर्ल्ड 2023 भनेर हामी लेख्न सक्छौं है सुरुमा त्यही भएर अब के लेखेको छ percentage of social media users in the world है यो छ नि यो हैन यसैबाट लेखेको है यो सुरुमा यो लेख्ने शीर्षक लेख्दा राम्रो है यो स्टार्टिङ गर्नु भन्दा पहिले हामी शीर्षक लेख्दा राम्रो नलेख्दा के हुन्न तर लेख्दा राम्रो मानिन्छ है के भनेको छ यो पाई चार्टले के देखाउन खोजेको छ है सोशल मिडिया प्रयोगकर्ताहरु 2023 सालमा सोशल मिडिया विश्वभरिमा है सोशल मिडिया प्रयोगकर्ताहरुको पर्सेन्टेजमा तथ्याङ्क दिएको छ एट फर्स्ट यु हैव टु गिभ द इन्ट्रोडक्सन अफ द डेटा है यो पाई चार्ट वा फिगरले के देखाउन खोजेको छ भनेर फर्स्ट लाइनमा लेख्नु पर्छ लीड प्याराग्राफ लेख्नु पर्छ सुरुमा हैन त्यही भएर लीड प्याराग्राफ लेखेको छ यो पहिलो प्याराग्राफ हो यो हैन सेकेन्ड लाइनमा के छ द लार्जेस्ट स्लाइस अफ द पाई चार्ट यो पाई चार्टको एउटा भागलाई स्लाइस भनेको छ लार्जेस्ट स्लाइस के रहेछ त अफ द पाई चार्ट इज फेसबुक विथ 22% छ सबभन्दा धेरै के छ फेसबुकमा छ है फेसबुक कति छ 22% छ हैन र त्यही कुरा लेखेको छ यहाँ 22% छ फेसबुक हैन अनि इट रिभिल्स दैट हो योलाई चाहिँ ख्याल गर है यो इट रिभिल्स दैट यस्ता क्लजहरु दिएको क्लज प्रयोग गर्नुपर्छ इट रिभिल्स दैट भन्ने जुनसुकै यो डेटा डिस्क्रिप्सनमा चाहिँ इन्टरप्रिटेसनमा हामी यस्ता फ्रेजहरु प्रयोग गर्नु पर्छ है it reveals that the largest population prefers getting in touch with friends, relatives, etc. अब यो Facebook 22% सबभन्दा धेरै छ यसको मुख्य कारण के त यो लार्जेस्ट पपुलेसन हुनुको कारण के त लार्जेस्ट पपुलेसन के छ त prefers getting in touch with friends and relatives कारण दिएको छ यसलाई अब यसरी व्याख्या गरेको छ है साथी सर्कलहरु सित चाहिँ टचमा रहनको लागि फेसबुक धेरैले मन पराएका छन्
वर्ल्डको है। त्यस्तै अर्को लाइन छ दिस इज फलोड बाई युट्युब। त्यस पछाडि के छ युट्युब छ। युट्युब फलोड बाई युट्युब विथ 18%, 18%, 80% के छ 18% युट्युब चलाउने छन्। टु लिसन टु म्युजिक, अब युट्युब किन चलाउँछन् त टु लिसन एन्ड वाच भिडियोज एन्ड भिडियोज, म्युजिक र भिडियोजहरु हेर्नको लागि युट्युब चलाउँछन् है। त्यसरी 18%। त्यस्तै एन्ड इन्स्टाग्राम एन्ड व्हाट्सएप, इन्स्टाग्राम व्हाट्सएप छ, इन्स्टाग्राम व्हाट्सएप पनि चलाउँछन् बोथ विथ 15%, बराबर छ इन्स्टाग्राम र व्हाट्सएप है। इन्स्टाग्राम र व्हाट्सएप 15% छ, इक्वल छ त्यो इक्वल हैन। इन्स्टाग्राम एन्ड व्हाट्सएप बोथ विथ 15% हुनेछ। WeChat, WeChat सरको WeChat हैन, WeChat कति छ त 10% छ है। WeChat 10% छ, 10%, WeChat with 10% and the TikTok with 9%. TikTok कति छ 9% छ। Twitter with 3%, Twitter 3% छ, having others with 8% र अन्य चाहिँ 8% रहेको छ। यसरी फर्स्ट प्याराग्राफमा चाहिँ हामी लिड डिस्क्रिप्सन लेख्नु पर्छ है, इन्ट्रोडक्सन। त्यस्तै अर्को प्याराग्राफमा के छ फेसबुक इज द, अब यो पुरै तथ्याङ्कलाई चाहिँ विश्लेषण गर्दा कम्प्यारिजन गरिएको छ। अब यहाँ कम्प्यारिजन सहित लेख्नुपर्छ, तुलना गरेर लेख्नुपर्छ। फेसबुक इज द मोस्ट पपुलर सोशल मिडिया प्लेटफर्म इन द वर्ल्ड। हेर सोशल मिडिया मध्ये चाहिँ अब फेसबुक मोस्ट पपुलर सोशल मिडिया प्लेटफर्म रहेको छ है, किनभने 22% छ नि त हैन। इट इज युज्ड बाई पिपल अफ all ages and from all walks of life to connect with friends and family, share news and information and express themselves. यो इम्पोर्टेन्स लेखेको छ है। सोशल मिडिया मध्ये फेसबुक को महत्व अरु सोशल मिडिया भन्दा धेरै छ, त्यही भएर 22। Facebook is the most popular social media platform in the world. It is used by people of all ages and from all walks of life to connect with friends and family, share news and information and express themselves. अब फेसबुक यो सबै उमेर समूहका मान्छेहरू प्रयोग गर्छन्। के गर्नको लागि त साथीभाइहरूसित, परिवारसित हैन, जानकारीहरू, सूचनाहरू हैन एकअर्कामा चाहिँ शेयर गर्नको लागि। YouTube is the second most popular social media. YouTube चाहिँ second most popular social media platform हो in the world, जुन चाहिँ 22% Facebook लाई फलो गर्दै YouTube 18% रहेको छ। WhatsApp and Instagram users are in the same ratio. WhatsApp र Instagram सेम रेशियोमा छ, अर्थात् कति छ Instagram 15%, WhatsApp 15%। हैन। WeChat, TikTok and Twitter have less number of users. अनि अरु Instagram, WeChat, TikTok and Twitter have less number of users छ। कन्क्लुजन मा के छ भने it shows that, अब कन्क्लुजन लेख्दा it shows that, यो फ्रेज पनि ख्याल गर्नु, it shows that the number of users in social sites है, यो छ, यो लेख्नु पर्छ social sites has been developing day by day as the expansion of social media. अब बिस्तारै चाहिँ दिनानुदिन के भइरहेको छ त एक्सपेन्सन विस्तारित हुँदै गइरहेको छ सोशल साइट्सहरु। The influence of social media, the influence of social media promotes globalization. अब यसले के गराउँछ त ग्लोबलाइजेसन गरिरहेछ and the assist the global economy, र यो ग्लोबल इकोनोमी लाई चाहिँ सहयोग गरेको छ भनेर यो कन्क्लुजन लेखिएको छ है। यसरी चाहिँ हामी डेटा डिस्क्रिप्सन, डेटा इन्टरप्रिटेसन गर्नुपर्छ। यो महत्त्वपूर्ण प्रश्न हो, ध्यान गरेर हैन सुन्ने है, हेर्ने हो। अब म केही आइडिया दिन्छु है, यसमा चाहिँ कसरी लेख्ने त है। सुरुमा जुनसुकै डेटा के फिगर छ हैन, त्यो फिगर छ भने the given pie chart, the given table, the given table
हैन बाट सुरु गर्नुपर्छ र दिएको जुन टपिक छ त्यो टपिक लेख्ने त्यसको इन्ट्रोडक्सन लेख्ने के को बारेमा हो भनेर त्यसपछि सेकेन्ड प्याराग्राफमा कम्प्यारिजन गर्ने सबै डेटाहरुलाई चाहिँ कुन धेरै छ कुन थोरै छ यसमा चाहिँ केही शब्दहरु कमन छ लगभग म्याक्सिमम डेटा इन्टरप्रिटेसनमा चाहिँ हाइएस्ट लोएस्ट इन्क्रिज डिक्रिज है यो शब्दलाई ख्याल गर भाइ हाइएस्ट लोएस्ट धेरै छ भने हाइएस्ट कम छ लोएस्ट हैन सबैभन्दा धेरै हाइएस्ट सबैभन्दा थोरै लोएस्ट बढेको हैन इन्क्रिज घटेको डिक्रिज जस्ता शब्दहरु हामी प्रयोग गर्नुपर्छ र एउटा सेन्टेन्स र अर्को सेन्टेन्सलाई चाहिँ जोड्नको लागि सिमिलरली इन द सेम वे जस्ता फ्रेजहरु प्रयोग गर्नु पर्छ है र कम्प्यारिजन गर्दाखेरि हामी व्हाइल वेयर एज इन कन्ट्रास्ट जस्ता फ्रेजहरु शब्दहरु प्रयोग गरेर हामी कम्प्यारिजन गर्नु पर्छ है र अन्तिममा कन्क्लुजन लेख्दा इन कन्क्लुजन वा इन नट सेल टु र्याप अप एट लास्ट इन सर्ट जस्ता फ्रेजहरुबाट हामी कन्क्लुजन लेख्नु पर्छ है यसरी चाहिँ यो महत्त्वपूर्ण प्रश्न भएको कारणले चाहिँ एउटा मैले नमुनाको रूपमा प्रस्तुत गरेको छु र यसलाई चाहिँ बुझेर हेरेर गर्नु होला र केही प्रश्न म दिन्छु त्यो प्रश्न चाहिँ भिडियो स्टप गरेर राख्नु होला यस्तो टाइपको पनि सोध्न सक्छ है दुईटालाई चाहिँ दिन्छ दुईटा फिगरलाई चाहिँ कम्प्यारिजन गरेर लेख्नु पर्छ है यो क्वेशनहरु छन् हैन एउटा क्वेशन स्क्रिनशट गरेर चाहिँ यो लेख्नु होला अभ्यास गर्नु होला है अर्को यो छ अर्को यो छ अर्को यो छ है अर्को यो छ 6 नम्बर अर्को यो छ 7 नम्बर अर्को 8 नम्बर अर्को 9 नम्बर यसरी चाहिँ यो अथेन्टिक दस्तावेजबाट लिएर आएको छु त्यसैले यो चाहिँ यस प्रबल सम्भावना छ यसबाट पर्ने त्यसैले सम्पूर्ण भाइ बहिनीहरुले ध्यान दिएर हेरेर प्र्याक्टिस गरेर जानु होला पक्कै पनि पास हुनुहुनेछ भन्ने आशा छ र जाँदा जाँदै भिडियोलाई भिडियो मन पर्यो भने सब्स्क्राइब लाइक शेयर गरेर जानु होला थ्यांक यू